नमस्ते। संसद विघटन र नयाँ सरकार गठनका विरुद्धमा सर्वोच्च अदालतमा हिजो पेश भएका सबै 10वटा नै रिटहरू चाहिँ आज दर्ता भएका छन् र यसको पेशी चाहिँ सर्वोच्च अदालतले भनौँ न यो पेशी चाहिँ पहिलो सुनवाईका लागि पेशी चाहिँ आगामी कार्तिक 12 गते बुधबारका लागि तोकेको छ। बुधबार चाहिँ खास गरी सर्वोच्च अदालतमा संवैधानिक इजलासहरू बस्ने विगतदेखिको चलन छ, त्यो सेड्युल छ बुधबार, त्यही बुधबार पारेर यो राखेको छ। अब यी निवेदनहरू चाहिँ सिधै संवैधानिक अदालतमा जाने जस्तो चाहिँ देखिया छ। अब यहाँ रमाइलो के छ भन्दाखेरि चाहिँ जेनजी पुस्ताको आन्दोलन भन्यो, यहाँ दुईजना चाहिँ जेनजी पुस्ताका वकिलहरू काठमाडौँ स्कुल अफ लमा अध्ययन र दुईजना जेनजी पुस्ताका कानुनका विद्यार्थीहरू आयुष बडाल र विपना शर्मा, दुईजनाले पनि यो निवेदन चाहिँ दर्ता गर्नुभएको छ र अरू पनि अब निवेदन सबै स्ट्यान्डर्ड छ। तर यसमा रमाइलो के छ एउटा भने यी दुईजना विद्यार्थीहरूले चाहिँ खास गरी राष्ट्रपतिको जिम्मेवारी के हो संविधानले तोकेको र त्यो राष्ट्रपतिले त्यो जिम्मेवारी पुरा गर्नुभयो अथवा त्यहाँभन्दा बाहिर जानुभयो भन्ने गरी क्वेसन उठाएका छन्। नम्बर 1। नम्बर 2 मा उनीहरूले उठाएको क्वेसन के छ भन्दाखेरि चाहिँ यो डक्ट्रिन अफ नेसेसिटी अन्तर्गतको यो सरकार हो भनेर नेपालमा जुन यो मिडियावालाहरूले खास गरी अझै सोसल मिडिया इन्फ्लुएन्सर हुँ भन्नेहरूले र केही पत्रकारहरूले जुन प्रयोग गरिरहेका छन् त्यो कुरालाई चाहिँ च्यालेन्ज गरेको छ। यो आधिकारिक रूपमा त्यति धेरै यो डक्ट्रिन अफ नेसेसिटीका आधारमा हो भनेर अन्यत्र कहीँ पनि भनिएको छैन। मैले यो कानुन व्यवसायीहरूले पनि धेरैले भन्नुभएको सुनेको छैन। तर यो मिडियावालाहरूले भनेको सुनिराखेको छ। यो किन भयो कसरी भयो थाहा छैन। तर डक्ट्रिन अफ नेसेसिटीको बारेमा चाहिँ काठमाडौँ स्कुल अफ लबाट त्यहाँ अध्ययनरत रहेका दुईजना जो जेनजी पुस्ताका 28 वर्ष मुनिका दुईजना यी विद्यार्थीहरू हुन्, उनीहरूले चाहिँ यो विषयलाई सिरियसली उठान गरेका छन्। उनीहरूको तर्क के छ भने डक्ट्रिन अफ नेसेसिटी भन्ने कुरा चाहिँ विकल्पविहीन अवस्थामा मात्रै प्रयोग हुन्छ है। विकल्पविहीन अवस्थामा भनेका छन्। भन्नाको मतलब उनीहरू के भन्दैछन् भने सरकारको गठन हुने अवस्था बाँकी नै थियो हैन। त्यति बेला भनौँ न त्यो आन्दोलनले त्यो आगजनीले त्यति बेला चाहिँ विस्थापित गरेको सरकारलाई हो, संसदलाई होइन। त्यसो भएको हुनाले चाहिँ संसद जीवित थियो। संसद भनेको संस्था हो, जीवित थियो, भवन होइन। त्यसो भएको हुनाले त्यो त्यहाँभित्रबाट चाहिँ समाधान खोज्ने अवस्था बाँकी हुँदै डक्ट्रिन अफ नेसेसिटीको प्रयोग गरेको हो भने चाहिँ त्यो चाहिँ हुन सक्दैन। विकल्पविहीन अवस्थामा मात्रै प्रयोग हुन्छ भनेको डक्ट्रिन अफ नेसेसिटीका सीमा छन्, त्यो भनेको चाहिँ विकल्पविहीन अवस्थामा मात्रै हुन्छ। त्यसैले संसदको पुनर्स्थापना गरिनुपर्छ र संसदबाट नै सम्पूर्ण कुराको निकास खोजिनुपर्छ भन्ने चाहिँ उनीहरूको माग छ। धन्यवाद।